साथी यहाँ कमेन्टमा के आएको छ भने यो डिभाइस यो युट्युब र नेटफ्लिक्स चल्ने जुनै पनि गाडीमा काम लाग्छ भन्नुभएको छ होइन। पहिला यहाँ म तपाईँहरूलाई भिडियो देखाउँछु होइन। भिडियो चाहिँ क्लिन आउँछ है साथीहरू, राम्रो खालको भिडियो आउँछ होइन। त्यो एन्सर गर्नको लागि सिधा सिधै भन्ने हो भने सबै गाडीमा काम दिँदैन यसले होइन। यो चाहिँ तपाईँको कारप्ले छ भने मात्रै काम दिन्छ होइन। जुन अब गाडीमा कारप्ले छ त्यसमा चाहिँ यो सिस्टम आएर बसेर चल्छ भनौँ न युट्युबहरू नेटफ्लिक्सहरू। तपाईँहरूलाई म यो जोडेर पनि तपाईँहरूलाई यहाँ देखाउँछु होइन। यहाँ होम पेजमा जाने यस्तो खालको स्क्रिन आउँछ। सेटिङमा गएर तपाईँको गाडी या त फोनमा चाहिँ इन्टरनेट हुनु पऱ्यो, हटस्पट हुनु पऱ्यो होइन। त्यसपछि यहाँ अहिले मैले जोडेको छु मेरो फोनमा होइन। तपाईँको गाडीको पनि देखाउँछ होइन। गाडीमा इन्टरनेट छ भने गाडीको पनि देखाउँछ, फोनको छ भने फोनको देखाउँछ। जुन छ त्यो जोडेपछि युट्युब नेटफ्लिक्स चल्न थाल्छ भनौँ न। त्यसो यहाँ युट्युबमा जाने अनि आफूले चाहेको गीतहरू सर्च बार पनि तपाईँलाई मैले देखाइदिन्छु होइन। यहाँ तपाईँहरूले सर्च गर्नु जस्तै जुनै गीत पनि लगाउन मिल्छ होइन। अब तिहारको चाडबाडले गर्दाखेरि यसो तिहारकै गीत यस्तो खालको क्लिन भिडियो आउँछ होइन। अब धेरैको यो कन्सर्न के थियो भने यो गीत चल्दा चल्दै ब्याकअप क्यामेरा चल्छ चल्दैन भन्दैछ नि ब्याकअप लाउँदा होइन। अब पार्कमा लाउँदाखेरि ब्याक टु भिडियोमा जान्छ। त्यस्तो इन्टरफियर केही गर्दैन यसले। अरू कुरो त्यही हो साथी। अब तपाईँले जस्तै खालको गीतहरू जुनै बजाउनुहुन्छ अरू के आएको थियो कमेन्ट भन्दाखेरि यो एक्सिडेन्टहरू हुन्छ यस्तो यस्तो भएको थियो। अब कमन सेन्सको कुरो हो। अब पुरै यो भिडियोमा ध्यान दिँदै कुदाउने हो भने त अफकोर्स त्यस्तो हुन पनि सक्छ। तर यो चाहिँ स्पेसली अब गाडी पार्क गरेकोलाई या त फ्यामिलीले पछाडि बसेकोलाई हेर्न मिलो लङ ट्रिपमा भनौँ न। त्यही भएर आफूले बुझेर होइन। तपाईँहरूलाई लिन मन छ भने चाहिँ म मुनि लिङ्क राखिदिन्छु। राम्रो खालको क्वालिटीमा भिडियोहरू युट्युबहरू नेटफ्लिक्सहरू आउँछ। लिन मन लाग्यो भने मुनि लिङ्क थिचेर चट्टसँगले लिन मिल्छ त। धन्यवाद।